दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत छ तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा। सदाका जस्तै आज पनि नयाँ ताजा समाचारको साथमा फलोअप रिपोर्ट सँगै उपस्थित भइसकेका छौं। कृपया यो भिडियोलाई अन्त्यसम्म हेरी हामीलाई साथ दिनुहोला। दर्शकबिन तपाईहरुले अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरी साथमा आउने बेल आइकनलाई दबाई हामीसँग जोडिनुहोला। दर्शकबिन अब भने मुख्य समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले कारागारबाट पठाए यस्तो सन्देश। रवि लामिछानेलाई छुटाउने प्रयास कसरी गर्दै छिन् त प्रधानमन्त्री सुशीला कार्कीले यसको पूरा जानकारी रवि लामिछाने भन्छन्, मलाई अदालतले नै आदेश दिएर छुट्ने हो, म आम माफी चाहन्न। मुलुकले खोजेको छ नयाँ नेतृत्व, रवि लामिछानेले मात्र पूरा गर्न सक्छन् खाँचो। देशलाई रवि लामिछानेको खाँचो भएको जेनजी पुस्ताहरूले पनि बुझ्न थालेको जिकिर। अब रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने गरी अगाडि बढ्नुपर्नेमा जोड। पृथ्वीको जग्गा खोजबिन समिति प्रतिवेदन कार्यान्वयन हुन्छ, मन्त्री पुनको भनाई। विपिन जोशीको सब काठमाडौँ ल्याइ पुर्याउँदा जे देखियो, केपी शर्मा ओली कानुनभन्दा माथि बस्ने दिन सकियो, गृह मन्त्री अर्यालको भनाई। नयाँहरू सम्पूर्ण रूपमा मिल्नुपर्ने सागर ढकालको जिकिर। नयाँहरू मिलेर मात्र अगाडि बढ्न सकिन्छ, देश बनाउन सकिन्छ, सागर ढकाल। विपिन जोशीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री पुगिन् एयरपोर्टमा, बोल्ड सुशीलालाई आग्रह, 2 वर्ष चुनाव नहोस् तर भ्रष्टाचारी विरुद्ध कठोर कारबाहीको अभियान चलाऊ। विपिन जोशीको सब नेपाली सेनाको हेलिकप्टर मार्फत उनको घर कञ्चनपुरमा आजै पुर्याउने तयारी। 1 महिनामा 75,000 पर्यटकले गरे मुस्ताङको भ्रमण। यसरी जेनजी विद्रोहलाई अन्तर्राष्ट्रिय रूपमा मिल्यो मान्यता। विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छ, शिक्षा मन्त्री पुनको भनाई। गृहमन्त्री अर्याल भन्छन्, केपी ओली के अरू कोही पनि कानुनभन्दा माथि हुन सक्दैनन्। प्रधानमन्त्री कार्की लगायत विपिन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली देखियो यस्तो। सेनाको सहजीकरणमा विपिनको सब गृह जिल्लामा लगिँदै। कानुनी प्रक्रिया पूरा गर्न लाग्दा भ्रष्टाचारलाई कारबाही गर्न ढिलाइ भयो, शिक्षा मन्त्री पुनको भनाई। जेनजी आन्दोलनबारे अध्ययन गर्न जङ्गी अड्डाले बोलाए गणपतिहरूलाई। सामुदायिक वनमा 1 जना मृत अवस्थामा फेला, प्रधानाध्यापक चयनमा राजनीतिक रोक्न कार्यविधि बनाइदै। दर्शकबिन अब भने पूरा समाचार। ओम प्रकाश अर्याल गृह मन्त्रीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कानुनभन्दा माथि नभएको दाबी गरेका छन्। ओली कानुनभन्दा माथि छैनन्, अनुसन्धान हुन सक्ने संकेत गर्दै अब उनले पहिला जस्तो नहुने बताएका छन्। सोमबार विपिन जोशीको श्रद्धाञ्जली सभामा जाने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले ओलीलाई बाहिर जान नदिने कुरा सरकारले नभएर न्यायिक जाँच आयोगले भनेको प्रश्न पारेका छन्। ओलीले गृह मन्त्रीलाई बाहिर जानबाट रोक्न चुनौती दिएको बारे सञ्चारकर्मीको प्रश्नमा उनले भने, आयोगले गरेको हो, आयोगलाई भन्नु पर्यो नि, सरकारले गरेको होइन नि। उहाँलाई ओलीले आफूलाई समाएर देखाउन चुनौती दिएको प्रश्नमा गृहमन्त्री अर्यालले भने, त्यो कानुन मान्दिन भनेको उहाँले। अर्यालले थपे, केपी ओली मात्रै कानुनभन्दा माथि बस्ने, पहिलाको त्यस्तो जमाना सकिए, अब त्यस्तो हुँदैन। कानुनको दायरामा जो कोही पनि आउन सक्ने भन्दै जो कोहीलाई पनि छानबिन गर्न सक्ने राइट सरकारसँग भएको बताएका छन्। सरकारसँग जस कसैलाई पनि छानबिनको दायरामा ल्याउने र छानबिन गर्ने अधिकार भएको भन्दै कानुनभन्दा माथि केपी शर्मा ओली पहिला जस्तो अब नहुने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा निकट र रवि लामिछानेको पक्षधरमा रहेका जेनजी पुस्ताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग रवि लामिछानेको मुद्दाको विषयमा जान्न खोजेको जिकिर गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीसँगै भेटेर रवि लामिछानेको मुद्दाको विषयमा के हुँदैछ भनेर जानकारी लिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले रवि लामिछानेको मुद्दामाथि कसैले प्रतिशोध नसार्ने र कानुन अनुसार अगाडि बढ्दै जाने र रवि लामिछाने निर्दोष भए छुटेर घर आउने र दोषी भए जेल जाने सम्भावना रहेको उहाँले बताउनु भएको छ। रवि लामिछानेको विषयमा अब कसैले पनि प्रतिशोध साध्दैन। पछिल्लो सरकारले जस्तो प्रतिशोध नसाधे तापनि उनलाई यत्तिकै छोड्न पनि नसक्ने र कानुन अनुसार नै अगाडि बढ्नुपर्ने बाध्यता रहेको उहाँले बताउनु भएको छ। रवि लामिछानेमाथि ज्यादती गरिएको विषयमा विभिन्न माध्यमबाट विरोध गर्दै आउनुभएकी प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बनेपछि रवि लामिछानेको विषयमा के गर्नुभएको छ भन्ने विषयमा चासो व्याप्त रूपमा बढेर गएको छ। रवि लामिछानेका समर्थकहरूले रवि लामिछानेलाई तुरुन्तै रिहा गर्नुपर्ने र रवि लामिछानेको कुनै दोष र प्रमाण नभेटिएको हुनाले किन राखिएको हो भन्दै प्रश्न गर्न थालिसकेको अवस्था रहेको छ। प्रधानमन्त्री बनेको 1 महिना हुँदासम्म पनि सुशीला कार्कीले रवि लामिछानेको विषयमा कुनै पनि कुरा बाहिर ल्याएको छैनन् भन्दै आरोप लाग्न थालेको छ। विपिन जोशीको सब नेपाली सेनाले हेलिकप्टर मार्फत उनको घर कञ्चनपुरमा पुर्याउने भएको छ। सोमबार दिउँसो काठमाडौँ विमानस्थल आइपुगेको सब हेलिकप्टर मार्फत आज सेनाले कञ्चनपुर लगेको हो। उनको अन्तिम दाह संस्कार कञ्चनपुरमै गरिने पारिवारिक स्रोतले जनाएको छ। यसअघि विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्कीले विपिनको सबमाथि राष्ट्रिय झण्डा उडाएर अन्तिम श्रद्धाञ्जली गरिन्। साथै गृहमन्त्री ओम प्रकाश अर्याल, ऊर्जा मन्त्री कुलमान घिसिङ लगायतका मन्त्रीहरूले माल्यार्पण गरेर सम्मान प्रकट गरेका छन्। विपिनलाई श्रद्धाञ्जली दिन उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका आफन्त लगायत उपस्थिति
गरेका थिए। सब नेपाली सेनाले पठाउनु अघि आइतबार इजरायलमा कार्यरत आयोजना गरी बिपिनलाई श्रद्धाञ्जली दिएको जानकारी आएको छ। यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले भ्रष्टाचारलाई पक्रिन र कारबाही गर्नका लागि कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले काममा ढिलाइ भइरहेको दावी गरेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले यस्तो बताएका छन्। उनले आम जनताले यो सरकारले भ्रष्टाचारले छुन पनि सकेन भन्न थालेको टिप्पणी गरेको भन्दै कानुनी प्रक्रिया मिलाउने क्रममा काम ढिलो भए जस्तो, काम नगरे जस्तो देखिए पनि काम भने भइराखेको बताएका छन्। भ्रष्टाचारले पक्रिने कारबाही गर्ने, बिना आधार प्रक्रिएर कारबाही गर्ने भन्ने चाहिँ नहुने भन्दै मन्त्री पुनले त्यसका लागि सोही कानुनी प्रक्रिया पुर्याउनु पर्ने स्पष्ट पारेका छन्। कानुनी प्रक्रिया पुर्याएर पक्राउ गर्ने आधारसम्म गएर बल्ल पक्राउ गरेर त्यसपछि नै छानबिन हुने उनले भने। आम जनताको आवाज हामीलाई पनि थाहा छ, सुनिराखेका छौँ। आम जनताको आवाज अहिलेको सरकारले भ्रष्टाचारले केही छुन पनि सकेन भन्ने कुरा छ। छुन सकेन होइन, जो भ्रष्टाचारी छन् तिनीहरूलाई पक्राउ गर्नका लागि कानुनी प्रक्रिया अगाडि जानु पर्यो। कानुनी प्रक्रिया अगाडि बढेको छ। कानुनी प्रक्रिया पूरा गरेर सबै कानुनको दायरामा आउने मन्त्री पुनको भनाइ रहेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सामुदायिक विद्यालयमा प्रधानाध्यापक चयनमा हुने गरेको राजनीतिकरण रोक्ने मन्त्रालयको कार्यविधि बनाउन लागेको बताएका छन्। सोमबार केशरमहल स्थित शिक्षा स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले आफूले थालेको कामबारे जानकारी दिँदै यस्तो बताएका छन्। हेडमास्टर चयन गर्ने पनि राजनीतिकरण भएर अयोग्य व्यक्ति हेडमास्टर बन्ने जथाभावी भएको देखेको हुनाले हेडमास्टर छान्नका लागि स्थानीय तहलाई एउटा निर्देशिका कार्यविधि बनाएर पठाउने भन्ने छ। त्यो कार्यविधि बन्दैछ उनले भने। यस्तै पाठ्यक्रम परिवर्तन गर्नुपर्ने सुझाव धेरैले दिएको भन्दै त्यसमा पनि काम थालिएको मन्त्री पुनले बताएका छन्। उनले भने पाठ्यक्रममा धेरै पुरानो भयो भन्ने गुनासो आएको हुनाले हामीले पाठ्यक्रम विकास केन्द्रमै नै गएर पाठ्यक्रम कसरी बनाउने भनेर उनीहरूलाई काममा लगाइसकेको छ। खास गरी पाठ्यक्रममा नैतिक शिक्षालाई राख्नुपर्ने भन्ने माग आएको जानकारी दिँदै मन्त्री पुनले अब व्यावसायिक इतिहास संविधानका विश्वविद्यालयमा भइरहेको राजनीतिकरण हटाउन कुलपति प्रधानमन्त्री हुने व्यवस्था खारेज गर्नुपर्ने बताएका छन्। उनले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अधिकांश उपकुलपतिहरूको सुझाव अनुसार विश्वविद्यालय सुधारका लागि राजनीतिकरण निर्मूल पार्नुपर्नेमा जोड दिएका छन्। मन्त्री पुनले प्रधानमन्त्रीको सट्टा बोर्ड अफ ट्रस्टी गठन गरेर सोही बोर्डले निष्पक्ष रूपमा कुलपति चयन गर्ने व्यवस्था गर्नुपर्ने बताए। यद्यपि यसका लागि कानुन संशोधन गर्नुपर्ने भए पनि हाल कानुन संशोधन गर्न नसकिन्छ, अध्यादेश पनि ल्याउन नमिल्ने भनाइ छ। तर विश्वविद्यालय सुधारका लागि केही मस्यौदा तयार भइरहेको उनले जानकारी दिएका छन्। उनले विश्वविद्यालयले परीक्षा फल समयमा प्रकाशित नगरेको गुनासो आएको भन्दै अब समयमा नतिजा ननिकाल्ने विश्वविद्यालयको अनुदान रोकिने समेत चेतावनी दिएका छन्। यसको अतिरिक्त मन्त्रालयले शिक्षकहरूको तलब भत्ता, प्रधानाध्यापक छनौट प्रक्रिया र पाठ्यक्रम परिमार्जन लगायतका कामहरू अगाडि बढाएको मन्त्री पुनले जानकारी दिएका छन्। त्यस्तै जेनजी आन्दोलन अर्थात् असङ्गठित विद्रोहले सडकमा एकैपटक विद्यमान राजनीतिक शक्ति सन्तुलनलाई अस्वीकृत गरिदियो र तिनको सान्दर्भिकता समाप्त भएको पुष्टि गर्यो। अहिले ती शक्तिले जनताको दृष्टिमा आफ्नो वैधता समेत गुमाएको स्थिति छ। यो स्थितिमा वैकल्पिक शक्तिहरूको एकता र सहकार्यको मुद्दा जोडतोडले उठेको छ। खास गरी रवि लामिछाने नेतृत्वको राजसभा गत स्थानीय तहको निर्वाचनबाट चुनिएका नयाँ स्वतन्त्र व्यक्ति एक ठाउँमा उभिनुपर्ने आवश्यकतामा जोड दिँदै आइएको छ। संक्षेपमा हेर्दा यो विषय अत्यन्तै सकारात्मक र अपरिहार्य हो। विचार मिल्नेहरू एकतामा जाने र कतिपय मुद्दामा असहमति या मतभेद भए मिल्न सक्ने विषय समझदारी कायम गरेर सहकार्य गर्नुपर्ने भन्ने बुझाइ दूरदर्शी छ। तर यो विषयलाई एकै ठाउँमा राखेर होइन, अलगिएर हेर्न सही हुनेछ। हामी भिडको कुरामा ज्यादा बकिन्छौँ, विषयलाई हेर्न दृष्टिकोण चाहिन्छ। सोही दृष्टिकोणले नै हामीलाई सोही निष्कर्षमा पुर्याउँछ। अहिलेको विकसित परिस्थितिमा रवि र बालेन मिल्नुपर्छ भन्ने भिडको कुरासँग सहमत हुन सकिँदैन। यो विषयलाई अलिक गम्भीर, दीर्घकालीन र फराकिलो हिसाबले हेर्नुपर्छ, किनकि रवि र बालेनमा थुप्रै तर आधारभूत भिन्नता छन्। विचारमा, दृष्टिकोणमा, शासकीय शैली र चरित्र जस्ता आधारभूत मूल्यमा भिन्नता कायम राखेर गरिने सहकार्य दीर्घकालीन हुँदैन र त्यस प्रकारको एकताले सोही परिणाम पनि दिन सक्दैन। यसलाई अलिक सुविचारित ढङ्गले हेर्नुपर्छ। रवि अहिले कारागारमा छन्, तर राजसभा कारागार भित्रबाट रविलाई सभापति मानेर अगाडि बढिरहेको छ। पार्टीका सबै तहका कमिटीले उनीमाथि राजनीतिक प्रतिशोध भएको स्वीकृत लाइनलाई नै जनताको बीचमा लिएर गएको अवस्थामा विद्यमान छ। दृश्य यतिसम्म भावुक बनाउने छ कि पार्टी कार्यालयमा रवि लामिछाने बस्दै आएको सभापति कुर्सी अहिले पनि खाली नै रहेको अवस्था रहेको छ, जसलाई सरकार चाहिन्छ। सुकुम्बासी, विपन्न, भूमिहीन, असहाय आदि जुन वर्ग सडक माध्यमबाट जीविका उपार्जन गरिरहेको छ, उनीहरूप्रति सबैभन्दा धेरै असहिष्णु बालेन महानगरको नेतृत्वमा आएपछि विस्थापित भएको यो वर्गको 60 देखि 80 हजार संख्यालाई धेरैले मतलब नै छैन। उनीहरू बेखबर छन्, किनकि बालेन एलिट वर्गको नायक हो। बालेनले त्यही वर्गको हितको लागि काम गर्छ, त्यही वर्गलाई संरक्षण गर्छ र त्यही वर्गको अनुमोदन चाहन्छ। यस्तो लाग्छ देशैभरि नेता, कार्यकर्ता र शुभेच्छुकहरूसँगै उक्त
कुर्सीले रवि लामिछानेको कुर्सीले पनि आफ्नो सभापतिको प्रतीक्षा गरिरहेको छ। यो तहको आधार विश्वास र प्रतिरक्षा सहित राष्ट्रपा अगाडिको सुदूर भविष्यप्रति निश्चिन्त मात्रै छैन, यत्तिकै आफ्नो निकट विगतको तितो अनुभव पनि सिंहावलोकन गरिरहेको हुनुपर्छ। कुनै पनि राजनीतिक दलमा यो तहको अभूतपूर्व एवं अद्वितीय एकता र सुदृढ विरले देखिन्छ। राष्ट्रपाको अतिरिक्त जीवनमा पनि यो परिस्थितिमा अरू पात्रको हकमा पनि सधैँ कायम रहला भनेर अनुमान समेत गर्न सकिँदैन। राष्ट्रपतिमा सभापतिको मुद्दालाई छान्ने हो भने बाँकी सबै विषयहरू पक्षहरू सुखद नै देखिन्छ। जनविश्वास बढ्दो छ। राष्ट्रपतिभित्र कुनै होडबाजी छैन। अनेकौं आक्रमण र षड्यन्त्रका बावजुद पनि राष्ट्रपा मुखर र सुसुप्त कुनै किसिमको मतभेद र विवाद छैन। कुनै पनि नेताको कारागारमा रहेको रवि लामिछानेको सभापतित्वमाथि प्रश्न उठाएको छैन, किनकि उनीहरू एमाले काङ्ग्रेसले गरेको राजनीतिक प्रतिशोधसँग स्पष्ट छन्। उनीहरू अहिले पनि त्यस किसिमको प्रतिशोध षड्यन्त्र र अत्याचारलाई राजनीतिक हिसाबले जवाब दिने बताइरहेका छन्। फागुन 21 को निर्वाचन प्रस्थान बिन्दु हुने अर्जुन दृष्टि छ। पार्टी सभापतिमाथि विगतमा एमाले काङ्ग्रेस सरकारको सत्ता र अदालतले समेत दुरुपयोग गरेको प्रतिशोध षड्यन्त्र र अत्याचारको हिसाब किताब उनीहरूले राम्रोसँग थाहा छ। यो लडाईँमा रवि राजपालाई नैतिक समर्थन गर्ने, एकबद्धता जनाउने र प्रतिशोधको विरुद्ध उभिने हरेकलाई उनीहरूले विशेष स्मरण गरेको हुनुपर्छ। सँगसँगै रविको मुद्दालाई राजनीतिक आग्रहको आधारमा व्याख्या गर्ने एमाले काङ्ग्रेस प्रतिशोधको मतियार बन्ने र लालचित गर्नेहरू पनि राजपाले राम्रोसँग हिक्का राखेको हुनुपर्छ। रुखमुनि बस्ने हुन् या माटोको डिस्कोमा सूर्यको छारीमा बस्ने हुन् कि लौरोको सहारामा हिँड्ने पुराना हुन् कि नयाँ हुन्, तर पात्र र प्रवृत्तिले राष्ट्रपाले यथोचित मूल्याङ्कन गरिराखेको छ। सहकारी ठगीको नाममा नक्कली मुद्दा खडा गरेर रविलाई सिद्धाउने खेलमा को प्रत्यक्ष संलग्न छन्, कुन कुन मतियार बने भन्ने कुरा राष्ट्रपाले नोटिसमा पक्कै राखेको हुनुपर्छ। स्पष्ट छ भने बालेन भन्ने रहस्यमय पात्रसँग राष्ट्रपाले यो वा त्यो प्रकारको सहकारीमा नाममा संवाद थाल्छ भने त्यो स्वयं राष्ट्रपाका लागि प्रत्युत्पादक हुन्छ। बालेन तयार छन् भने उनलाई उनकै हैसियत अनुसार जिम्मेवार दिने गरी दोस्रोलाई ओढाएर स्वागत गरे हुन्छ। तर डाक्टर सुडिवागले रविको छता मुनि अटाउँदा बालेन नअटाउने भन्ने कसरी हुन्छ? लामो र सङ्कटपूर्ण समय पार गरेर आएको राष्ट्रपाले अहिलेको स्थितिमा बालेनलाई विशेष नेताका रूपमा स्वागत गर्नुपर्ने कुनै बाध्यता छैन। यो गल्ती राष्ट्रपाले गर्नु हुँदैन। आम युवाहरूलाई पार्टीमा जोड्ने अभियानमा लाग्नु पर्दछ। सङ्कटको क्षणमा राष्ट्रपालाई सम्हालेर ल्याएका पार्टीभित्रका बालेनहरूलाई थप जिम्मेवारी दिए हुन्छ। यसले कम्तीमा उनीहरूको कामको कदर गर्छ र थप योगदानका लागि प्रोत्साहित गर्छ। रविमाथि राजनीतिक प्रतिशोधमा बालेन किन बोलेनन् भन्ने प्रश्न कम घनत्वमा प्रश्न होइन। बालेनलाई खाने बाघले रविलाई खाने बाघले बालेनलाई खाँदैन भन्ने भ्रम मात्र हो कि कुत्सित मनसाय हो? त्यसैले महत्त्वपूर्ण र विचारणीय प्रश्न हो। यो पनि छोडिदेऊ। हामी केहीलाई लाग्ने कुरा अरूलाई सत्य नलाग्न पनि सक्छ वा त्यसले कुनै नराख्न पनि सक्छ। तर भदौ 23 मा बानेश्वरलाई इपी सेन्टर बनाएर बगेको रगतको धाराले बागदबारमा विराजमान बालेनलाई किन नछोएको? खरानीको थुप्रोमा उभिएर रवि र राष्ट्रपाका विरुद्धमा घृणा फैलाउने षड्यन्त्र किन गरेको? तीन ठूला पुराना राजनीतिक दल एकैपटक सडकमा अस्वीकृत भएको र आफूले जिम्मा लिन नसकेको स्थितिमा वैकल्पिक शक्तिको रूपमा बाँकी रहेको बलियो र संगठनिक राष्ट्रपालाई विकसित परिस्थितिलाई सम्हाल्ने जिम्मेवार दिनुपर्छ किन नभनेको? जेनजी शहीदप्रति श्रद्धाञ्जली समेत किन नदिएको? आज पनि 2000 बढी घाइते विभिन्न अस्पतालमा उपचाररत छन्, उनीलाई भेट्नसम्म किन नगएको? यी विविध प्रश्नहरू राष्ट्रपा सभापति रवि लामिछानेलाई होइन बालेन शाहमाथि उठिरहेको अवस्था देखिएको छ।